राति राति त एउटा केटा ओछ्यानमा सुतेको ठाउँमा गएर बस्न सक्छौ भने उज्यालोमा जान के भयो र तिमीलाई? हेर है नानी, यो सहर होइन, यो त गाउँ हो। सायद आज भाइटिकाको दिन भएर यिनी नानीले सहरमा भएका आफ्ना दाजुभाइलाई सम्झेर निराश भएकी होलिन्। त्यति मात्र होइन, बिचरीलाई मैले बोलेका तिखा वचनहरूले चसक्क मुटुमा बिजेर पनि त यसरी निराश भएर बसेकी होलिन् नि। मैले पनि राम्रोसित कुरै नबुझी त्यसरी भन्न हुन्थेन। अब एकपटक राम्ररी कुरा गर्न पर्यो। ज्ञानु, बसन्ती अझै मन्दिरबाट आएको छैन र? नाइ, आउनु भएको छैन। बिहानै खाली पेट हिँडेको मान्छे यति बेलासम्म खाली पेट कस्तो भोक लाग्यो होला। आज तिहारको दिन, तर तिमीले दसैँसँगै तिहारसम्म पनि आफ्नो घर परिवारलाई बिर्सेर मेरो छोराको ख्याल गरेर बसेकी छौ है। के भयो ज्ञानु तिमीलाई? एक्कासी किन आँसु खसाली कि? यत्तिकै हो। चाडपर्वको बेला मेरो घर परिवारको कुरा गर्यो भने मलाई साह्रै नरमाइलो लाग्छ। किन नानी? किन भन मामा, भयो छोडिदिनुस् यो कुरा। भन न भन, मनमा भएका दुःखका पोकाहरू कसैसँग फुकाउँदा पनि मन हलुका हुन्छ क्या? सहरमा तिम्रो दाइ भाइ हुनुहुन्छ कि नाइ त? छन् आमा, छन् त, तर छन् भन्नका मात्र छन्। छन् भन्नका मात्रै छन् भन्नाले? जुन दिन दाइको बिहे भयो त्यो दिनदेखि दाइ भाउजूको भए। त्यसपछि भाउजूको कुरा सुनेर बहिनीलाई बहिनी मान्न छोडे। अहिले त तिनै भाउजूको कारण दाइले मलाई फोन र फेसबुकमा पनि ब्लक गरेका छन्। ओहो, कस्ता पापी रहेछन् त। अनि बुवा आमा नि? जुन दिन मलाई मेरो जन्मदिने आमाले सदाको लागि छोडेर जानुभयो त्यसको 45 दिनपछि बा पनि बा बन्न सकेनन्। सौतेनी आमाको प्यारो भए। त्यसपछि बाले सौतेनी आमाको कुरा सुनेर अहिले म बाको लागि पराई भएकी छु। पोहोर परार र यसपालि पनि मेरो बाको हातबाट दसैँको टिका लाउने ठुलो धोको थियो। तर कति पटक फोन गरे, तर फोन उठाउनु भएन। ओहो, कस्तो दुःखका कुरा सुनायौ नानी। अनि तिमी सहरमा कोसित बसेकी छौ त? अहिले त मामा माइजूसित सहरमा बसेकी छु। योभन्दा पहिले सानै उमेरदेखि गाउँमा एक्लै बसेकी थिएँ। बिस्तारै मेरो उमेर बढ्दै गएपछि केटी मान्छे एक्लै बस्नुहुन्न भनेर मामा माइजूले सहर लैजानु भएको थियो। ए, भनेपछि जग्गा जमिन गाउँमा पनि छ? तर गाउँको घर त भत्कियो होला। सहरको घरमा बुवा सौतेनी आमासँग बस्दै आउनु भएको छ। अनि दाइ र भाउजू पनि भक्तपुरमा घर लिएर आफै बस्नु भएको छ अरे। धनी बाउको छोरी बनेर के गर्ने र नानी? धनी बाउका हरेक सन्तानहरूले कहाँ सुख पाएका छन् र? जसको उदाहरण तिमी पनि एउटा हौ। के गर्ने आमा, छैटीको दिनमा भाबीले जस्तो भाग्यमा लेख्यो त्यो भोग्नै पर्दो रहेछ। मैले त अहिलेसम्म यही भनेर चित्त बुझाउँदै आएकी छु। ठिक छ, तिमीलाई मैले यस अगाडि के भनेर चित्त दुखाएँ, एउटा अन्जान आमा सम्झेर माफ गर है। माफी माग्ने भनेको आमाले होइन आमा। आमाले सन्तानप्रति गरेका लाखौँ गल्तीहरू त भगवानले माफी गरिदिनुहुन्छ भने हामी त सन्तान भनेको के हो र भगवानको अगाडि? कस्तो बुझेकी रहेछौ के तिमी त? तिमी जस्तो केटीलाई मेरो घरको बुहारी बनाउन पाएँ भने यो घर त स्वर्ग जस्तै हुन्थ्यो होला। सक्छौ र मेरो घरको बुहारी बनेर आउन? हुन त पहिला दुःख पाएर अहिले अलिअलि सुख पाउने बाटामा तिम्रा पाइलाहरूले बामे चाल्दै रहेछन्। अब फेरि मेरो घरमा आएर कसरी दुःख काट्न सकौली र? यो घरको बुहारी बन्ने सौभाग्य मेरो निधारमा लेखेको छ भने तपाईले भने जस्तै होला। नत्र भने निधारमा लेखेको कुरा मेटाउन सकिन्न के अरे?
मैले एकपटक बसन्तेसित कुरा गर्छु नि, तिमीहरू त बसन्ते सहरमा हुँदादेखिकै साथी रहेछौ, एक अर्कालाई बुझेका पनि त छौ नि। त्यही भएर तिमीलाई यो घरको बुहारी बनाउने मेरो ठुलो इच्छा छ। आमा, भित्र जाम खाना खाम। तपाईँलाई नि साह्रै भोक लाग्यो होला। सायद खाना तिमी आफैले पकायौ त होला नि, होइन? म आफैले पकाएँ। त्यसो भने हिँड, तिम्रै हातले पस्केको खान्छु आज। हस्, आउनुहोस्। शिशिर, ए शिशिर, एकैछिन बाहिर आए त। किन बा? आज भाइ टिका लाउनलाई तेरो फुपू दिदी बिहानै आउँछु भन्थिन् त, खै यस बेलासम्म आइनन्। आउँदै हुनुहुन्छ होला नि त। बरु त यसो गर, जा मूल बाटोसम्म पुगेर दिदीलाई लिएर आइज। पर्दैन के, आफै आइहाल्नुहुन्छ नि। बाउले भने खुरुक्क मान्न। ल ल। शिशिरलाई कहाँ पठाउनु भएको हो र? मूल बाटोसम्म दिदीलाई लिन पठाएको। त्यसै त भाउ खाने हुन् हाम्रो आमाजु दिदी, त्यसै माथि बाटोसम्म लिनु पठाएर किन भाउ बढाएको हो र? त धेरै किचकिच नगर, माइती देशमा आउने चेलीबेटीहरूले त भगवानको रूप लिएर आएका हुन्छन् रे। त्यही भएर हामीले नराम्रो भन्नुहुन्न दिदीलाई। त्यसको लागि त गतिली हुनु पर्यो नि तपाईँको दिदी पनि। यहाँ आएर दुनियाँ कुरा काट्न बाहेक केही काम गर्ने होइन। छ्या, यसले आमाजु दिदीको कति रिस गर्न सकेकी होली। ल मैले कसैको रिस गरेकी छैन। तपाईँको दिदीलाई यहाँ बसिन्जेलसम्म साँझ बिहान पूजा गरेर राखिदिउँला। कहीँ नभएको कसैको नभएको दिदी। नमस्ते फुपू दिदी। नमस्ते। अनि कहाँ हिँडेको होस् त? म तपाईँलाई नै लिन भनेर मूल बाटोतिर आउँदै थिएँ, ठ्याक्कै आउनुभयो। हिँड्नुहोस् जाम, बरु ल्याउनुहोस् झोला, म बोक्छु। पर्थेन क्या रे, कति माया गर्छ यसले मलाई। फुपू दिदी, यसो बसन्त दाई घरतिर पसेर जाने कि? किन जाने बसन्तेको घर? तेरो घर गए पुग्छ मलाई। अनि म र बसन्त दाईमा के फरक छ त? यसो बसन्त दाई घरतिर पसेर बसन्त दाईलाई पनि लगेर हाम्रो घरमा सँगै लगेर टिका लगाइदिन सजिलो हुन्छ नि त। त मलाई यही भन्न मूल बाटोसम्म लिन आएको होस्? त्यस्तो होइन। हेर शिशिर, त र बसन्तेमा धेरै फरक पाउँछु मैले। र तँसित मेरो दिदीभाइको गहिरो सम्बन्ध छ। अनि बसन्त दाईसित नि? बसन्ते त उसको बाउ, यानि कि मेरो दाइ बितेदेखि को भइसक्यो। टुटेर गएको नाता बरु मेटिन सक्छ, तर फुपू दिदी मरेर गएको नाता कहिल्यै मेटिन्न। त्यसैले यस्तो कुरालाई ख्याल राख्नुपर्छ के तपाईँले। हेर न, यो बच्चाले मलाई सिकाउन खोजेको। हेर शिशिर, तैँले भने जस्तै मैले धेरै कुराको ख्याल राख्न खोजेँ। अनि परारै साल तीज मनाउन आउँदा बसन्तेको आमासँग 2 रात बसेँ। अनि त्यहीँबाट बिदा भएर घर फर्केँ। त्यति बेला बसन्तेकी आमाले चेलीबेटीलाई खाली हात टिका लाएर पठाएकी थिइन्। कमसेकम 2 रातसम्म बसेकी चेलीलाई टिका लाएर 1500 दिएर बिदा गर्नुपर्छ नि। बिचरा ठुली आमासित नभएर त नदिएको होला नि। नभए पनि खोजेर दिनुपर्छ। आफ्ना चेलीबेटीलाई खाली हात टिका लाएर बिदा गर्ने हाम्री भाउजू लोभी र चुइया हुन्। ल फुपू दिदी, तपाईँको मनमा अब त्यस्तो छ भने मैले के भनौँ त? मलाई केही भन्न पर्दैन, तैँले खुरुक्कै हिँड। भनेपछि हाम्री फुपू भनौती यतिसम्म घटिया रहेछन्। आखिर यिनले त तिहारमा अरूका चेलीबेटीहरूले जस्तै दाजुभाइलाई दीर्घायुको कामना गरेर टिका लगाइदिने होइन रहेछन्, बरु गोजीमा पैसा हेरेर पो टिका लगाइदिने रहेछन् त। ठिक छ, अब यस्ताको हातबाट भाइ टिका लगाउन भन्दा
तुलसीको मोठमा गएर तुलसीको पातबाट टिका लगाउँछु। ए तपाईँ आउनुभयो? आमा आमा बाहिर आउनुहोस् त, बसन्ती आउनुभयो। बसन्ते त बल्ल आइस। कति बेर गरेको त मन्दिरबाट आउँदा पनि। हेर त आज तिहारको दिन भाइटिका। सबैको घरमा कति रमाइलो छ, तर हाम्रो घरमा पनि सुनसान छ। के गर्ने आमा, दसैँ आउँछ, बाउआमा नहुनेहरूलाई रुवाएर जान्छ, अनि फेरि तिहार आउँछ। तिहार आएपछि दिदीबहिनी नहुनेहरूलाई रुवाएर जान्छ। अब तिहार आएको छ, यो तिहारमा पनि रोएर त बिताउने होला नि, अनि रोएर त बिदा गर्ने होला नि तिहारलाई। तेरो फुपू दिदी काकालाई र शिशिरलाई टिका लाउन काकाको घरमा आउँछिन् होला। जान त पनि त्यतै फुपू दिदीको हातको टिका लगाउनलाई काकाको घरमा। तीजको बेलामा चेलीलाई सम्झिने भनेको माइतीले हो आमा, अनि तिहारको बेलामा चेलीले माइतीलाई अनि दाजुभाइहरूलाई सम्झिएर माइतमा आउनुपर्छ। त्यसैले काकाको घरसम्म आके हाम्री फुपू मलाई सम्झेर हाम्रो घरमा टिका लाउन आइनन् भने, अथवा मलाई काकाको घरतिर बोलाइनन् भने म जबरजस्ती जाँदिनँ त्यहाँ टिका लगाउन। के गर्छस् त, तेरी फुपू दिदी लोभी छिन्, उनी धनको पछि लाग्छिन्। तेरो काका र शिशिरले टिका लगाएपछि हजार हजार खाममा राखेर दिन्छन्, त्यो हाम्रो औकातमा छैन। त्यही भएर त हाम्रो वास्तै नगरेकी होलिन् नि। छोडिदिनुहोस् आमा, एउटै लाम्टा चुसिएर हुर्किएका दिदीबहिनीहरू र अलि परको साइनो लागेर बनेका दिदीबहिनीहरूमा धेरै फरक पर्दो रहेछ। आज तिहारको दिन हो। यदि हाम्री फुपू एउटै लाम्टा चुसिएर हुर्किएकी हुन्थिन् भने सायद मलाई सम्झेर, गरिब भाइलाई सम्झेर, गरिब भदालाई सम्झेर हाम्रो घरसम्म आउँथिन् होला। त्यसैले म यो कुरामा ढुक्क छु आमा। एउटै लाम्टा चुसिएर हुर्किएका दिदीबहिनी भन्दा अलि परको साइनो लागेका दिदीबहिनीहरू धनले नजिक हुँदो रहेछन्। बसन्ते, तपाईँलाई फुपूको हातबाट टिका लाउन मन छ भने जानुस् न त। फुपूलाई दिनुपर्ने दक्षिणा म दिन्छु। भयो ज्ञानु, अरू चेलीहरूले जस्तो आफ्नो दाजुभाइलाई टिका लगाइदिँदाखेरि दीर्घायुको कामना गरेर पक्कै पनि हाम्रो फुपूले लगाइदिन्निन्। उनले त गोजी हेरेर टिका लगाइदिने हुन्। त्यसैले मैले टिका लगाउँदिनँ, त्यसरी गोजी हेरेर टिका लगाउने हाम्री फुपू दिदीको हातबाट छोडिदेऊ। हुन्छ बसन्ते, तँलाई जे गर्दा ठिक लाग्छ त्यही गर, तर तिहारको दिन मन खिन्न नबना। आटो पिठो खोले खाएर भए पनि चाडपर्वको दिनमा मन खुसी बनाएर बस्नुपर्छ। बसन्ते, आमाले भनेको कुरालाई मनन गर्नुस्। मान्छेले घाँटी हेरेर हाड निल्नु पर्छ, अनि बल्ल जिन्दगीमा खुसी र उमङ्ग आउँछ। त्यसैले बरु भोक लागेको होला, हिँड्नुहोस् भित्र गएर सिन्कीसित भात खानुहोस्। जा बसन्ती गएर खाना खा, हामीले त अघि नै खाइसक्यौँ, त आइनस्। जाऊ ज्ञानु, तिमीले बसन्तीलाई खाना देऊ, म गोठामा गएर भकाएर सोरेर घाँस काट्न जान्छु। हुन्छ, हस्, आउनुहोस् बसन्ते, जाम। ए दिदी आइपुग्नु भएछ। नमस्ते दिदी। नमस्ते नमस्ते। नमस्ते दिदी। आउनुहोस् न, यतै बस्नुहोस्। ए ल ल, तिमीहरू पनि बस न। सन्चै राम्रै आउनुभयो होला के अरे? सन्चो भएर त आएँ त बुहारी। बिसन्चो भएको भए यति टाढाबाट आउँथे त। त्यही त, जा त शिशिर, ठुली आमा र बसन्तेलाई पनि बोलाएर यतै लिएर आइज। किन बोलाउने बसन्ते र भाउजूलाई? ल, उनीहरूलाई पनि यतै हामीसँगै टिका लगाइदिने होइन र? होइन, मैले सबै कुरा शिशिरसँग भनिसकेकी छु। अब फेरि मैले यही कुरा दोहोऱ्याउन चाहन्न। तपाईँ नरिसाउनुहोस् न दिदी। राधाले त सबैजनाले यतै बोलाएर टिका लगाइदिन पाए सजिलो हुन्थ्यो होला भनेकी होली नि। म बसन्ते र बसन्तेको आमालाई माइती सम्झेर आएकी होइन, तिमीहरूलाई माइती सम्झेर आएकी।
त्यसैले मेरो अगाडि उनीहरूको नाम लिनु पर्दैन। बरु अब टिकाको साइत हुन लाग्यो, टिकाको सरसामान तयार गरेर टिका लाउने तयारी गरौँ। बाँकी यताउता कसैलाई बोलाउनु पर्दैन। म तिमीहरूलाई टिका लाउन आएकी हुँ, तिमीहरूलाई लाउँछु, तर अरूलाई लाउन सक्दिनँ मैले। हुन्छ, अब तपाईँले त्यस्तो भन्नुहुन्छ भने मैले के भनौँ त। ल ल दिदी, तपाईँले टिकाको सरदम तयार पार्दै गर्नु न, बाँकी कुरा टिका लगाइसकेपछि गरौँ ल। बसन्ते त उसको बाउ यानि कि मेरो दाइ बितेदेखि को भइसक्यो। आफ्नो चेलीबेटीलाई खाली हात टिका लाएर बिदा गर्ने हाम्री भाउजू लोभी र चुइया हुन्। सायद आज मेरो साथमा बा हुन्थे भने न त मेरो काँधमा यति धेरै जिम्मेवारीहरू थुप्रिन्थे, न त चेलीबेटीहरूले पराई नै सम्झिन्थे। सायद उस जन्ममा मैले धेरै पाप गरेर मरेको रहेछु क्यारे। त्यसैले यो जन्ममा म न त कहिल्यै खुसी हुन सकेँ, न त म जस्तो अभागीको लागि आजसम्म कुनै चाडपर्वहरू आए। दसैँ आउँछ रुवाएर जान्छ, अनि तिहार आउँछ यसरी नै रुन पर्छ। बसन्ते, के भयो तपाईँलाई? आउनुहोस् न खाना खान, मैले खाना पसिसकेँ। मलाई केही भएको छैन, खाना खानै मन नभएर म यहाँ आएर बसेको। केही भएको छैन भनेर किन झुट बोल्नुहुन्छ मसँग? अनि केही भएको छैन भने तपाईँका परेलीहरू किन भिजेका छन् त? कहिले पो नभिजेका हुन् र मेरा परेलीहरू। आँखालाई शीतल हुन्छ, भिज्न देऊ। परेलीहरूलाई पानीले भिजाउँदा हो शीतल हुने, आँसुले भिजाउँदा त बेसरी पोल्ने गर्छन्। यो कुरा मैले राम्रोसँग महसुस गरेकी छु। तपाईँलाई आज तिहारको दिन भाइटिका लगाउन मन लागेको छ हो? लागेको छ, तर लागेको छ भन्दैमा त्यो तिहारको भाइटिका आफै मेरो निधारमा नआउने रहेछ क्या। यो पैसा अनि काकाको घर जानुस्, फुपूको हातबाट टिका लगाएर अनि बल्ल आएर खाना खानु होला। लिनु के? नाइ, जाँदिन भो। किन? आशीर्वाद र दीर्घायुलाई किन्न मिल्ने भए यो संसारका धनी मान्छेहरू अमीर हुन्थे होला अनि 100औं वर्षसम्म बाँच्न सक्थे होला। त्यसैले मलाई पैसासित आशीर्वाद र दीर्घायु किन्न छैन, अनि मेरो निधारमा लगाएको भाइटिकालाई पैसासित किन्न छैन। तपाईले यसरी किन फुपू दिदीसँग मन दुखाउनु भएको भन्नुस् त? जे छ मनमै छ। एकपटक मेरो आँखामा हेर्नुस् त। तपाईले म खुसी भएको हेर्न चाहनुहुन्छ कि नै? त्यसो हो भने जानुस् काकाको घर अनि टिका लगाएर आउनुस्। म जान्न ज्ञानु, भयो मलाई धेरै कर नगर। प्लिज बसन्ते, मैले भनेको मान्नुस् अनि गएर टिका लगाएर आउनुस्। आज पहिलो पटक मैले गरेको आग्रहलाई मान्नु भएन भने म धेरै दुखी हुनेछु। त्यसैले जानुस् टिका लगाउन, त्यो पैसा फुपू दिदीलाई दिनु होला। सप्तरङ्गी टिकाले मेरो भाइलाई जीवन रङ्गीन बनायोस्। हाँसी खुसी रहनु सधैँभरि। यो फुपू आउँदा कहिल्यै नराम्रो मुख नगर्नु, मिठो बोल्नु, मैले भनेको पनि मान्ने गर्नु।
हरेक कुरामा अगाडि बढ्नु, सबैको मन जित्नु। यो तिहारमा दिएको चेलीमेटीले दिएको आशिकता एकदम लाग्छ भन्छन्। मेरो भदा भाइलाई एकदमै ठुलो आशीर्वाद छ। आऊ बुहारी, तिमीलाई पनि टिका लगाइदिन्छु म। भयो, म त टिका नलगाउने। किन नलगाउने नि? के गर्नु, आफ्नो घर हेर्दा हेर्दै माइत जान पाउँदिन। अब यता टिका लाएँ भन्ने कुरा थाहा पायो भने भाइहरू रिसाउला, गुनासो गर्ला, त्यसैले म त लगाउँदिन। हुन्छ त, अब तिमीले त्यसो भन्छौ भने मैले के भनौँ। अनि दिदी, म तपाईँलाई एउटा कुरा भन्छु, तर रिसाउनु चाहिँ पाउनुहुन्न नि। कस्तो कुरा बुहारी, भन न, म किन रिसाउने हो र? तपाईँ कि एकपटक बसन्तेको घरमा टिका लाउनुलाई जानुहोस्, नत्र भने शिशिरलाई लिन पठाउनुहोस् बसन्तेलाई। हेर्नुहोस् त, आखिर तपाईँको नाताभित्र पर्ने बसन्ते र शिशिरमा के फरक छ र? बसन्ते र शिशिरमा धेरै फरक छ बुहारी। दाइ बितेदेखि बसन्ते र भाउजू धेरै परका भइसकेका छन् मेरो लागि। त्यसो हो भने मेरो बाको सेखपछि तपाईँको नजरमा म पनि बसन्त दाइ जस्तै पराई हुन्छु होला, होइन त? आज तपाईँले बसन्त दाइको बाउ नहुँदाखेरि ठुली आमालाई र बसन्त दाइले जति भेदभाव गर्नुभएको छ नि, त्यस्तै भेदभाव भोलि मेरो बाको सेखपछि मेरो आमालाई र मलाई पक्कै गर्नुहुनेछ तपाईँले। भयो शिशिर, अब त धेरै नकरा। किन नकराउने बा? तपाईँको दिदीले यस्तो कुरा पहिले गरेको भए म यत्रै पनि टिका लाउँदैन थिएँ। होइन है फुपू दिदी, आखिरमा तपाईँको ठुली आमाले र बसन्त दाइले के कुरामा चित्त दुखाएका थिए र तपाईँले नाता मेटाउँदै हुनुहुन्छ उनीहरूसँग? भयो शिशिर, अब त धेरै नबोल। राधा, जाऊ त बरु खाना पस्क त। आउनुहोस् दिदी, खाना खान जाम। मलाई त तिम्रो छोरो शिशिरले भनेको सुन्दा साह्रै मन दुख्यो, खानै मन लागेन। मन त तपाईँको मात्र छ र तपाईँको मात्र मन दुख्छ होला है फुपू दिदी? एकछिन विचार गर्नु त। यो कुरा सबै बसन्त दाइले थाहा पायो भने बसन्त दाइको मन कति दुख्ला। भाइ, तेरो छोरालाई अलि राम्रोसँग सम्झाउने गरे, अलि बढी हुन थालेछ। भयो फुपू दिदी, अब अर्को सालको भाइटिकामा मेरो निधारमा टिका लाउन नआउनु होला तपाईँ। बस मेरो भन्नु यति हो। त्यो कुरा मलाई मात्र थाहा छ। एकजनालाई टिका लाउँदा सामान जुटाउन 1000 भन्दा माथि खर्च हुन्छ। त्यो कुरा बसन्ते र बसन्तेको आमाले बुझ्न सक्छन् त? यत्रो खर्च जुटाएर त्यति टाढादेखि आएको के अर्थ भयो? टिका लाएर 150 दिएर खर्च पनि त उठ्नु पर्यो नि। यतिसम्म पनि भेदभाव हुने रहेछ एउटै लाम्टा चुसेर हुर्केका र अलि परको नातामा। फेरि यो किन जान्दै हुनु परेको होला? भयो दिदी, अब तपाईँले दक्षिणा थोरै दिनुको कारणले नै टिका लगाइदिनु हुन्न भने नलगाइदिनुहोस् न त। तर यसरी वाद विवाद नगरौँ हामीले, बरु हिँड्नुहोस् खाना खान। ल ल, आउनुहोस् सबैजना। भनेपछि बा मलाई सदाको लागि छोडेर गएपछि चेलीबेटीहरूले पनि यति धेरै हेप्ने रहेछन्। सायद आज मेरा बा हुन्थे भने मेरी फुपू मेरै घरमा आएर मेरो पनि निधारभरि भाइटिका लगाइदिन्थिन् होला। तर मेरा बाले जुन दिन मलाई छोडेर गए त्यो दिनदेखि मेरो दसैँ तिहारसँगै सबै चाडपर्वहरू खोसिएका रहेछन्। अब मेरी फुपूले यसरी गोजी हेरेर आशीर्वाद र दीर्घायु दिन खोजेकी हुन् भने मलाई पैसाले किन्न छैन त्यो आशीर्वाद र दीर्घायु। बरु सधैँ तिहारमा मेरो निधार खाली भए पनि चित्त बुझाम्ला। के भयो बसन्ती तँलाई? खै के भन मामा, गरिब भएर बाँच्नेहरू र गरिबको कोखमा बास लिनेहरू उस दुनियाँमा ठुलो पाप गरेर मरेका हुँदो रहेछन्। किन यस्तो भन्छस् बसन्ती तैँले? कसले तँलाई के भन्यो र? मलाई ज्ञानुले जन तन फकाएर जानुस् फुपू दिदीको हातबाट टिका लगाउनुहोस् भनेर काकाको घरमा पठाइ। म पनि हुन्छ नि त भनेर काकाको घरतिर जाँदै थिएँ। ठ्याक्कै काकाको घरमा के पुगेको थिएँ त्यति बेला हाम्रो फुपू दिदी भनौदिले
हाम्रो बारेमा नाना थरी कुरा काटेको अनि हामीलाई अपमान गरेर बोलेका धेरै कुराहरू सुने। एकैछिन त त्यहाँ उभिएर हेरे अनि आँखाको डिलबाट खस्ने लागेका आँसुहरूलाई पनि आँखाभित्रै दबाएर राख्ने कोसिस गरे। त्यसपछि मनले मानेन त्यहाँ गएर टिका लगाउन। के गर्छस् त? हामीलाई त्यसरी तेरी फुपू बनाउदिले अपमान गरेर बोल्दाखेरि तेरो काका काकी थिएनन् र त्यहाँ? थिए, सबैजना थिए। तर मैले तिनले हामीलाई अपमान गरेर बोलेका ती सबै शब्दहरू एक ठाउँ लुकेर सुनेको थिएँ। अनि तिनीहरूले केही भनेका थिएनन्? काका घोप्टो मन्टो लगाएर बसेका थिए, तर काकी र शिशिर भने बेसरी रिसाएका थिए। भनेपछि टिका चाहिँ लगाइसकेछन् त? लगाइसकेछन्। तर हाम्री फुपूले हामीलाई हेप्नुको मुख्य कारण भनेकै हामीसित पैसा नभएर हो। आज हामीसँग पैसा भएको भए सायद फुपू मेरै घरमा आएर मलाई टिका लगाइदिन्थिन् होला। तर हामीसँग पैसा नभएको कारणले गर्दाखेरि आज यसरी मन दुखाउनु परेको छ तिहारको दिनमा पनि मलाई। आखिर तिनको पनि त म भाइ थिएँ नि। आफ्नो फुपूको भदाहरू भाइ जस्तै हुन्नन् र? तर फुपूले मलाई भाइ सम्झिनन्, भदा सम्झिनन्। ठिकै छ, यो सब भएको भनेकै हामीसँग पैसा नभएर हो। त्यसैले म अब जसरी भए पनि पैसा कमाउनको लागि काममा जान्छु। आमा, कस्तो काममा? कसले बोलाएको छ र तँलाई काम गर्न? एकपटक ठकुरी बाको घरमा गएर फेरि कुरा राख्छु। अब तँलाई काममा राख्दैनन् तिनले बसन्ते। उति बेला बोलाको बेलामा गएको भए गएको गई हुन्थ्यो। आजसम्म त ठकुरी भाइले तँलाई दिने भन्ने काम अरूलाई दिइसक्यो होलान्। अनि के गरौँ त आमा? हेर्नुहोस् त मेरो जिन्दगी, यता टाल्न खोजे उता भत्किन्छ, उता टाल्न खोजे यता भत्किन्छ। अब यसरी नै मेरो जिन्दगीमा भत्किएका सबै कुराहरू टाल्दा टाल्दै मेरो उमेर पनि जाने भयो यत्तिकै। अब तैँले आफ्नो मनलाई यसरी दोमन बनाएर नबस। बरु मैले भनेको मान, ज्ञानुसित बिहे गर। बिहे गरिसकेपछि धेरै नमिलेका कुराहरू पनि मिल्दै जान्छन्। अब म बिहे भन्ने शब्दबाट अगाइसकेको मान्छे हुँ आमा। त्यसैले अब मसित बिहेको कुरा नगर्नुहोस्। किन? एउटी केटीले धोका दि भन्दैमा त जिन्दगीभर त्यही केटीको यादमा बसेर हुन्छ त? त्यसले तँलाई धोका दिएको बदलामा त्यो भन्दा सुशील र राम्री केटी बिहा गरेर देखाउनु पर्छ। त्यसपछि त्यसको मन पनि जलेको दुखाइले आँसु खसोस् न। आमा, तपाईको मनमा छोराको बिहे गरिदिने बाहेक अरू केही पनि छैन? बरु छोरा जिन्दगीमा यसरी सफल भइन्छ, यस्तो गर्दाखेरि सफल भइन्छ भनेर सिकाउनुस् न। हेर छोरा, अब मेरो बुढेसकाल लाग्यो। मर्ने बेलामा आफ्नो सन्तानको घरबार भएको हेर्ने मन हरेक बाउआमालाई हुन्छ। त्यसैले तैँले पनि तेरी आमाको इच्छा पुरा गरिस् भने मैले खुवाएको 10 धारा दुधको भाडा लाग्ने छैन छोरा। दुधको भाडा मेरी आमालाई सुखले पालेर तिरम्ला, तर बिहेको कुरा नगर्नुहोस्, बिन्ती छ। अब त धेरै नबोल। तँलाई हेला गरेर माया मारेर जाने मधुको मेख मार्न भए पनि तैँले जसरी भए पनि ज्ञानुसँग बिहे गर्नै पर्छ। बिहे भनेको कुरा आफ्नो जिन्दगीसँग जोडिएको चिज हो। त्यसैले यस्तो बिहे जस्तो कुरालाई न त कसैको मेख मार्नका लागि गर्न सकिन्छ, न त अरू कसैका लागि देखाउन नै सकिन्छ आमा। मलाई थाहा छ तँलाई ज्ञानुले असाध्यै माया गर्छ र तेरो ख्याल पनि राख्छ। केटी पनि निकै दुःख पाएर यहाँसम्म आएकी रहेछ। त्यसैले तैँले 1000 जुनीसम्म पनि यस्तो जीवन साथी पाउँदैनस् बाबु। त्यही भएर मैले भनेको मान अनि सुन्ने पनि गर। हुँदैन आमा, हुँदैन। तपाईले खाली यस्तै कुरा गर्दाखेरि मेरो आलो गाउँमा नुनचुक छोडिदिएको जस्तै हुन्छ के? त्यसो हो भने तेरी आमालाई कसरी खुसी राख्छस् त? त्यो कुरा त तपाईले सुख पाउँदाको दिन थाहा पाइहाल्नुहुन्छ नि। त्यही दिनको प्रतीक्षा गर्नुहोस्। अहिलेलाई म घर गएँ, तपाईँ पनि आउनुहोस् है। आज चाडपर्वको दिन भैँसीलाई मकैको डाँठ हालिदिए नि हुन्छ। ल ल, तर मेरो कुरा एकपटक विचार गरेर सोच है। हस्।
मैले त के भन्ने यो केटालाई मान्दैन। जेठानी दिदी भारी पुग्यो त। आज तिहारको दिनमा पनि घाँस पो काट्दै हुनुहुँदो रहेछ। नकाटेर के गरौँ त देउरानी बहिनी, हामीलाई चाडपर्व आए पनि डिङ्गा बाछालाई भोकै राख्न भएन क्या रे। त्यही त। अनि बसन्ते कता छ नि? भर्खरै यही आएको थियो, अहिले घर गयो। किन र बहिनी? हाम्रो घरतिर शिशिर र शिशिरका बाला टिका लगाइदिन भनेर आमाजु दिदी आउनु भएको थियो। यो कुरा बसन्तेले थाहा पायो भने मन दुखाउने होला बिचराले। के कुरामा मन दुखाउने हो र बसन्तेले बहिनी? के कुरामा हुनु नि, हाम्रो घरसम्म आकी आमाजु भनाउदीले एकपटक पनि बसन्तेलाई सम्झिन। शिशिर र शिशिरका बाको निधार भाइटिकाले भरिँदा यता बसन्तेको भने निधार खाली भयो। यो सम्झिँदा हामीलाई त नराम्रो लाग्छ भने बसन्तेको चित्त दुख्दैन होला र? उसलाई हिजोआज यस्ता दुखाइहरू सहने बानी परिसकेको छ के बहिनी। त्यसैले उसलाई यो कुराले केही फरक पर्दैन। बरु उसले गोजी देखाएर टिका लाउन पर्छ भने तुलसीको पातबाट टिका लगाउँछ। त्यस्ता धन र पैसा हेरेर टिका लगाइदिने फुपू बनाउदीको हातबाट कहिल्यै टिका लगाउँदैन। भनेपछि हाम्रो आमाजु दिदी कस्ती छिन् भन्ने कुरा सबै बसन्तेले थाहा पाएको छ र? उसले थाहा पाएको मात्रै होइन, तिम्रो घरमा प्रत्यक्ष टिका लाएर बस्दाखेरि हामी आमा छोराको अपमान गरेर बोलेको सुनेको पनि छ उसले र देखिसक्यो। आबुई त्यसो हो भने त बिचराले साह्रै मन दुखाएको होला है जेठानी दिदी। उसको मन आज मात्रै होइन बहिनी, धेरै समयदेखिबाट दुख्दै आएको छ। त्यसैले उसलाई यस्ता दुखाइ सहने बानी परिसकेको छ क्या। के गरोस् त बिचरा, मैले पनि बसन्तेलाई बोलाएर टिका लगाइदिनु भनेर के भन्न लागेकी थिएँ। मेरा बा टिनको बोली त बन्दुकको गोली भन्दा पनि कडा लाग्यो मलाई त। त्यसपछि दिक्क लागेर भाइटिकाको दिन तपाईँहरू के गर्दै हुनुहुन्छ भनेर यसो आएकी थिएँ, तपाईँलाई ठ्याक्कै यहीँ भेटी। ठिक छ, तिमीहरू छौ र प त यो ठाउँमा बस्न बसन्ते र मलाई आँट र भरोसा मिलेको छ र तिमी बेला बेलामा आउँछौ अनि मलाई सम्झाउँछौ। यो कुराले मलाई कति खुसी लाग्छ। अनि ज्ञानु कता छिन् नि? घरतिरै होलिन्। आज तिहारको दिन पनि सहरतिर गएनन्? नाइ गइनन्। साँच्चै भन्ने हो भनी त त्यो केटी त साह्रै दुःख पाकी र दुःख बुझेकी रहेछिन् नि। मलाई पनि सबै थाहा छ। बिचरीले रुँदै आफ्नो जीवनका दुःखहरू मलाई पनि सुनाकी थिए। त्यसैले त भनेकी हुँ नि, यस्तो असल केटीलाई बसन्तेसँग बिहा गरिदिन पाए हुन्थ्यो भनेर। मैले पनि त्यही भनेकी हुँ के अरे, तर बसन्तेले मान्दैन। केही समय मधुको यादले नमान्ला, तर बिस्तारै मधुको याद कम हुँदै जाँदा पक्कै पनि मान्न सक्छ। अबदेखि चिन्ता नगर्नुहोस् तपाईँले यो बारेमा। चिन्ता त हुन्छ नि बहिनी, अब बिस्तारै बुढेसकाल लाग्यो। अब मर्ने बेलामा छोराको घरबार भइदिए हुन्थ्यो भन्ने त लाग्छ नि। कमसे कम मर्ने बेलामा छोराको घरबार भएको देख्न पाए मलाई पुग्थ्यो। अवश्य पाउनु हुनेछ दिदी, तपाईँ ढुक्क भएर बस्नुहोस्। एक न एक दिन बसन्तेले ज्ञानुसँग बिहा गर्नेछ। खै के हो के? हुन्छ दिदी, चिन्ता नगर्नुहोस्। अहिलेलाई म गएँ। बेकारमा घाँस काट्न लाग्नु भएको मान्छेलाई मैले यत्तिकै भुलाएँ। हुन्छ बहिनी, हाम्रो घरतिर पनि आउँदै गरे है त। हुन्छ। हेलो हेलो ज्ञानु, सन्चै छौ? ठिक छु। अनि तिमी नि? म पनि ठिक छु। अनि बसन्ते खै त? बसन्ते त काकाको घरमा फुपू दिदीको हातबाट टिका लाउन जानु भएको छ। ए, भनेपछि बसन्ते आज खुसी हुनुभएको रहेछ। मलाई पनि यो कुराले साह्रै खुसी लाग्यो। अरूको अगाडि खुसी भएको अभिनय गरे पनि भित्रभित्रै गल्दै गल्दै जानुभएको छ मधु बसन्ते त। किन? उहाँलाई पल पल तिम्रो अभाव खड्किने गर्छ मधु। त्यही अभावले गर्दा बाहिर जति नै खोक्रो र बनावटी हाँसो देखाउनु भए पनि भित्रभित्रै जल्नु भएको छ बसन्ते त।
बसन्ती उताबाट आएपछि एकपटक मसित कुरा गराइदेऊ न त है। मैले सम्झाउने कोसिस गर्छु नि त। हुन्छ, तर तिमी एकपटक बसन्तीको लागि भए पनि यहाँ आउने कोसिस गर मधु, जसरी पनि। म त त्यहाँ आउने सबै बाटो मेटाएर यता आएकी छु। अब तिमी आफै भन त म कुन बाटो आऊँ? तिमी जुनसुकै बाटो आए पनि तिमीलाई यहाँ आउने बाटो खुल्ला छ मधु। प्लिज एकचोटि आइदेऊ न। ज्ञानु, मलाई थाहा छ तिमीले पनि बसन्तीलाई मन पराउँछौ, त्यसैले अन्यथा नसोची तिमी बसन्तीसँग नजिक हुने कोसिस गर र बिस्तारै बिस्तारै बसन्तीलाई आफ्नो बनाउने कोसिस गर। त्यसपछि बिस्तारै बिस्तारै बसन्तीको मन मबाट तिमीतिर सर्नेछ। प्लिज मैले भनेको मान अनि बसन्तीलाई खुसी राख। मधु, तिमीले यो के भन्न खोजे कि? हो ज्ञानु, मैले यो कुरा मनदेखि भनेकी हुँ। अब त मैले कसै गरी पनि बसन्तीलाई आफ्नो बनाउन सक्दिनँ होला। यो कुराको पछुतो त मेरो मनमा सधैँ छँदैछ। तर यदि म त्यो ठाउँमा आएर बसेँ भने पनि मैले त्यहाँ धेरै मान्छेको मन दुखाएर हिँडेकी छु। त्यसैले कसरी अनि कुन मुख देखाएर म त्यो ठाउँमा आएर बस्न सकौँला र ज्ञानु? यो सब गर्न कसरी सक्छौ मधु तिमीले? सक्न त धेरै गाह्रो र अप्ठ्यारो होला मलाई, तर जिन्दगीभरि मुटुमा ढुङ्गा राखेर भए पनि यो कुरा सहनै पर्छ मैले। किनकि मैले पटक पटक आफ्नो जिन्दगी त बर्बाद गराउँदै आएँ। मैले बसन्तीको पनि जिन्दगी बर्बाद गराएँ भने अर्को जिनीमा पक्कै पनि मेरो नर्गकै बास हुन सक्छ। त्यसैले प्लिज मैले भनेको मान, बसन्तीसित नजिक हुने कोसिस गर। तिमीले भन्दैमा यो कुरा त्यति सजिलो छैन मधु। फोनमा भन्दा बरु मलाई एकपटक तिमीसित भेटेर कुरा गर्न मन लागेको छ। प्लिज मलाई भेट न है। हुन्छ, त्यसो हो भने मेसो मिलाएर भेटौँला नि त। हुन्छ, अहिलेलाई फोन राखेँ। तर बसन्ती उताबाट आएपछि एकपटक मसित जसरी पनि कुरा गराइदेऊ है। हस्, हुन्छ। ल ल। हिजो आज त तिमी र म सँगै हिँड्ने ती बाटाहरूले पनि मेरो पाइला नचिनेको जस्तै लाग्छ। अनि म सुत्ने बिस्तारामा जान्छु अनि त्यो बिस्तारा र घरका भित्ताहरूले पनि मलाई नचिनेको जस्तै लाग्छ। बाहिर कतै हिँडौँ भने तिमी र म सँगै बिताएका ती ठाउँहरूले अनि ती चराचुरुङ्गी र बोट बिरुवाहरूले मलाई एक्लै देख्दाखेरि गिजिआए जस्तो लाग्छ। छोरी, के भयो? किन रोए कि? यत्तिकै हो। कस्तो यत्तिकै? तँ त तेरो बाउको मन कस्तो हुन्छ भने तँलाई थाहा छैन? थाहा छ मलाई, तर आफ्नै बाउको मन दुखाएर म कति लाचार बन्न बाध्य भएकी छु बुवा। कस्तो बाध्य? के छ र त्यस्तो बाध्य त तेरो? के हुनु, एकचोटि बिहे भएर लोग्ने गुमाए, त्यसपछि फेरि एउटा केटाको जिन्दगीमा गएर उसको मन दुखाए। साँच्चै हिजो आज त यो सम्झिँदा जिन्दगीको गति पनि टुटिसकेको जस्तो लाग्छ बुवा मलाई। किन यस्तो भन्दैछिस्? तँलाई त्यस्तो लाग्छ भने बसन्तीलाई यहाँ बोला, उसँग एकपटक मैले कुरा गर्छु। कुन मुखले बोलाम अनि के भनेर बोलाम? बोलाउने र भन्ने यो मुखलाई पनि म आफैले टेपले टालिसकेकी छु। त्यसैमाथि आज तिहारको भाइटिका, मेरै कारणले गर्दा तपाईँले पनि आफ्नो दिदी बहिनीको हातबाट टिका लाउन पाउनु भएको छैन। भयो, अब यो सोचेर आफूले आफूलाई नै कमजोर नबना छोरी। मैले तेरो खुसीको लागि गाउँमा बस्ने निदो गरेको हुँ। मैले धेरै खुसी त्यागेर तँलाई खुसी दिन खोज्दा तँ खुसी हुँदिनस् भने मेरो त्यागको के अर्थ भयो? मलाई थाहा छ, सौतेनी आमा जेल पुगिसकेपछि तपाईँको मन यत्तिकै भाँचिएको छ। त्यसैमाथि म तपाईँको अगाडि पल पल दुखी भएर बस्दा मेरो जस्तै तपाईँको पनि मन दुखेको होला। तर मेरो पनि बाध्यताका धेरै पर्खालहरू छन् नि बुवा, जुन पर्खालहरू मैले आफैले लगाएकी हुँ र त्यही पर्खालहरूले मेरो खुसीहरूलाई छेकिरहेको छ। ती पर्खाल फोर्नै परे मैले पनि साथ दिन्छु छोरी तँलाई। थाहा छ तपाईँले मलाई साथ दिनुहुन्छ, तर त्यति सजिलै ती पर्खालहरू खोलिँदैनन् बुवा। केही समय लाग्न सक्छ। भयो, अब चिन्ता नगर।
छोरी, आज तिहारको दिन हाम्रो त्यो पोरपरारको खुसी कहाँ गयो होला? मैले के गरौँ बुवा? जे गर्न खोजे पनि भाग्यले साथ दिन्न। त बम्बई गएर बिजनेस गर्ने कुरा के भयो त? त्यो कुरा पनि यत्तिकै हरायो। अब किन? सौतिनी आमा जेल गएको दिनदेखि मसँग 2 लाख रुपियाँ एडभान्स लाने मान्छे पनि सम्पर्कविहीन भएको छ। 1000 पटक फोन गरे तर मरिगए, फोन लाग्दैन। त्यसो हो भने त्यो ठग रहेछ। हो बुवा, त्यो मान्छे ठग नै रहेछ। बसन्तीले यो कुरामा मलाई पहिले नै सजग गराएको थियो। यस्ता मान्छेहरू ठग हुन्छन्, अलि विचार गरेर लगानी गर भनेर। नभन्दै हिजोको दिनमा बसन्तीले जे भनेको थियो आज त्यही भयो र मेरो 2 लाख पनि यत्तिकै लुटेर लग्यो। त्यसैले बेलैमा सोध्नु पर्थ्यो नि त। हेर त, न अहिले तेरो बसन्तीसँग बिहे भयो, न जे सोचेर त बाबुको काखमा आएको थिइस् न त्यो नै पुरा भयो। बुवा, जे पर्यो पर्यो, अब हामी सहर फर्कियौँ। सहर फर्केर के गर्ने? अनि के गर्ने त बुवा? उता सहरको घरमा ताला लगाइएको छ। हामी सधैँ यतै बसेर मन अँध्यारो गराउन त भएन नि। भन्नुस् त, एक दिन पनि तपाईँको र मेरो मन खुसी हुन सकेको छ त यहाँ बसेर? त गाउँमा हुँदा त यस्तो अवस्थामा छस् भने झन् सहर फर्किँदा के होला? त्यसैले तेरो मन जबसम्म स्थिर हुँदैन तैलेसम्म सहर फर्किन्नम। मैले भनेको मान्छेस् भने जसरी भए पनि बसन्तलाई यता बोला अनि एकचोटि राम्रोसँग कुरा गरौँ उसँग। उसित कुरा गरेर के गर्न सकिन्छ र बुवा? अब उति बेर आफ्नो बुद्धि बिगाएर त यहाँ आइहालिस्। एकचोटि उसँग माफी मागौँ। यदि उसले माफी दिएछ भने बसन्ती र तेरो बिहे गरेर मात्रै म सहरमा फर्किन्छु। बसन्तीको र मेरो बिहे भन्ने कुरा धेरै पर पुगिसक्यो बुवा। अब न त यो कुरालाई पछ्याएर पछ्याउन सकिन्छ, न त दौडिएर भेट्टाउन सकिन्छ। किन नि? बसन्तीलाई मैले अरू कसैसँग बिहे गर्नुहोस् भनिसकेकी छु। अनि बसन्तीले के भन्यो त? अहिले त उसले मानेको छैन, तर बिस्तारै उसको मन परिवर्तन हुँदै गएपछि उसले मलाई पक्कै घृणा गर्नेछ। त्यसपछि त उसको मनले मान्ला नि। किन नि फेरि तँलाई घृणा गर्ने? पालाको पैचो। पहिला मैले उसको मायालाई बुझ्न नसकेर उसलाई घृणा गरेर आएँ। अब त्यसको बदलामा उसले पनि मलाई एक न एक दिन पक्कै घृणा गर्नेछ। उफ, के गर्ने त त्यसो भए? तेरी आमा पनि जेल परेको यत्तिकै दिन भइसक्यो। गर लाएपछि के हुने रहेछ, के हुने रहेछ। चिन्ता नगर्नुहोस्, आज चाडपर्वको दिन तपाईँ खुसी हुने कोसिस गर्नुहोस्। तेरो मन अँधेरो भएको बेला तेरो बाबुको मन कसरी खुसी हुन सक्थ्यो र छोरी? भयो, अब आफ्नो मनलाई सम्झाउनुहोस् र सम्झिने कोसिस गर्नुहोस्। हिँड्नुहोस्, अब खाना खान जाऊँ। खाने मन त छैन क्यारे, तै पनि जान त पस्की। हस्, आइहाल्नु है। बसन्ती दाइ घरमा हुनुहुन्न र? ल, बसन्ती त उतै तपाईँको घरतिर फुपू दिदीको हातबाट टिका लाउँछु भनेर जानुभएको थियो त। उता जानुभएको छैन र? गएको भए त देखिहाल्थ्यो नि, कहाँ गएछन् त? खै, यहाँबाट त धेरै बेर भयो तपाईँको घरतिर जान्छु भनेर जानुभएको। अनि ठुली आमा खोइ त? आमा पनि घाँस काट्न गएको धेरै बेर भइसक्यो, अझै आउनु भएको छैन। ए, त्यसो हो भने दाइ र ठुली आमा खरबारीतिरै हुनुहुन्छ होला सँगै। खै, होला सायद। अनि तपाईँको तिहार कस्तो भयो नि बाबु? कस्तो हुनु, खल्लो भयो। ल, किन खल्लो हुने हो र? टिका र माला पनि लगाइहाल्नु भएको छ। फुपू दिदीसितै भए पनि आशीर्वाद र दीर्घायुको कामना लिइहाल्नु भयो होला। लिए नि लिन त, तर फुपू दिदीको मनबाट होइन, मुखबाट मात्रै। भन्नाले? भयो, यो कुरा छोडिदिनुहोस्। जति गर्दा त्यति लामो हुन्छ। बरु यसो सोच्दा त मेरो भन्दा पनि तपाईँको तिहार चाहिँ खल्लो भयो है। कसरी खल्लो देख्नु भयो र बाबु? सायद तपाईँको पनि दाजुभाइ, आमा बुवा सबै होलान्। तर यता बसन्त दाइको तपाईँले ख्याल राख्दा राख्दै सहर पनि फर्किन भ्याउनु भएन। के भयो भाउजू तपाईँलाई? मेरो लागि त कहिल्यै न दसैँ आउँछ न तिहार आउँछ। त्यसैले यो चाडपर्वहरू आउँदा म जतिको दुखी र अभागी त कोही पनि हुँदैन होला बाबु। किन यस्तो भन्नुभएको नि? भयो, यो कुरालाई धेरै लम्बाइ चौडाइ गर्न थाल्यो भने मेरो मन खिन्न हुन्छ। त्यसैले यो कुरालाई यहीँ छोडिदिउँ। बरु बसन्ते पो कता जानुभयो? आमासितै खरबारीतिर जानुभयो होला र? सायद हुन सक्छ। ल भाउजू,
म एकपटक खरबारीतिरै जान्छु नि, हुन्न र? ल ल बाबु, अनि बसन्तीलाई भेट्नु भयो भने छिट्टै घर जानु रे भनिदिनु है। ल ल भाउजू। सायद बसन्तीलाई उसको फुपू दिदीले गरेको व्यवहार देखेर दिक्क लागेको होला अनि धेरै चित्त दुखेको होला। त्यसैले कतै एकान्तमा गएर एक्लै बसेर टोलाइरहेको होला। बसन्त दाइ, तपाईँ कहाँ जानु भएको थियो र? ज्ञानुको भनाइ अनुसार त तपाईँ त हाम्रै घरतिर टिका लाउन जानु भएको रहेछ त। हो, म तेरै घरतिर भाइ टिका लगाउन भनेर गएको थिएँ, तर टिका लगाउनै मन लागेन अनि यत्तिकै फर्केको। किन दाइ? मलाई फुपूको हातबाट टिका लगाउन छैन। बरु फुपू दिदीको हातबाट टिका लगाउन भन्दा मेरो निधार यत्तिकै खाली होस् र मेरो निधार यत्तिकै खाली भएकोमा म खुसी छु, जति खुसी म फुपूको हातबाट टिका लगाउँदा हुने छैन। कारण? तैँले थाहा पाएर पनि किन थाहा नपाएको जस्तो गर्छस्? हाम्री फुपूले बसन्ते र बसन्तीकी आमाले राम्रोसँग दक्षिणा दिन सक्दैनन् भनेर हामीलाई टिका नलगाएको कुरा मैले सबै थाहा पाइसकेँ, अनि तैँले चाहिँ थाहा नपाएको जस्तो गर्छस्? दाइ, मन नदुखाउनुहोस्। यस्तो अबुझहरूले कुरै बुझ्दैनन्, आफ्नो मात्रै मन भएको जस्तो गर्दा रहेछन्। अरूको त मनै हुन्न, चित्तै हुन्न जस्तो सोच्दा रहेछन्। मलाई थाहा छ, हाम्री फुपू भनौदीले मलाई र मेरी आमालाई तँसित बाटोमा भेट्दै गर्दाखेरि कति धेरै अपमान गरेर बोलेकी थिइन् भनेर। तर पनि ती सबै कुराहरू बिर्सेर बल्ल बल्ल टिका लगाउन भनेर तेरो घरतिर जाँदै थिएँ। अनि तेरो घरमा गएर टिका लगाउँछु भन्ने आशाहरू तेरो घर नजिकै पुगेर ती फुपूको कुरा सुन्दै गर्दाखेरि सबै मरिसक्यो अनि टिका नलगाइकन यत्तिकै फर्केको। अर्को सालबाट त मैले पनि फुपू दिदीको हातबाट टिका लाउनु होला दाइ। तपाईँ र ठुली आमालाई त्यसरी अपमान गरेर बोलेको सुन्दा मेरो पनि साह्रै चित्त दुखेको छ। भयो, छोड यो कुरा। मलाई त यस्ता मान्छेहरूको केही कुरा बुझ्न र केही कुरा सुन्न पनि मन छैन। ठिक छ दाइ, मान्छे आफू जस्तो छ त्यस्तै सोच राखेको हुन्छ अरे। यो बारेमा चिन्ता नगर्नुहोस्। बरु ठुली आमा घरमा हुनुहुन्न रहेछ। म जाँदा ज्ञानु मात्रै एक्लै हुनुहुन्थ्यो घरमा। आमा त पर घाँस काट्दै हुनुहुन्छ शिशिर। आज मैले हाम्री फुपूको कुरा सुनेर अनि हाम्रो बारेमा त्यति धेरै अपमान गरेको सबै कुराहरू थाहा पाएर मेरी आमाको काख छेउमा बसेर धेरै बेरसम्म रोएँ अनि रोएर मन हलुङ्गो गराएर घरतिर फर्किँदै थिएँ। ल ल दाइ, छिटो घर जानुहोस्। घरमा ज्ञानु भाउजू एक्लै हुनुहुन्छ। तपाईँ बाटोमा जाँदाखेरि बसन्त दाइले भेटाउनु भयो भने छिटो घर पठाइदिनु होला भन्दै हुनुहुन्थ्यो। मलाई त अझै पनि त्यो घरमा जाँदाखेरि एक्लो महसुस हुन्छ अनि कता हो कता एउटा ठुलो सुरुङमा पसे जस्तै लाग्छ। त्यसैले खै किन हो किन अझै पनि मलाई त्यो घरमा जान मरिगए मन लाग्दैन शिशिर। किन दाइ? अभावले गर्दा। के कुराको अभाव? मधुको अभाव। मधुको अभावले गर्दाखेरि हिजो आज त म धेरै गल्दै गल्दै गएको छु। अब मधुले यो ठाउँ छोडेर अनि हामीलाई छोडेर गएको पनि यतिका समय भइसक्यो। सायद अब त मधु यो ठाउँमा फर्केर आउँदिनन् होला है। आए नि नआए नि चित्त बुझाउनु पर्यो नि दाइ। सधैँभरि एउटैको बाटो हेरेर उसकै यादमा डुबेर के गर्ने हो के रे हुन त। तर कमलो मनलाई पत्थर जस्तो बनाउन नसकिदो रहेछ। हुन्छ त दाइ, तपाईँ पनि अब घर जानुहोस्। ज्ञानुले तपाईँलाई कुरेर बस्नु भएको छ। हुन्छ शिशिर। शिशिरका बा, खै त आमाजु दिदी कता जानुभयो? दिदी त घर गइसक्नु भयो। तिमीहरू यहाँ घरमा पाहुना हुँदा हुँदै कता जान्छौ? त्यही भएर दिदीले चित्त दुखाउँदै रिसाएर गइन्। तिनले अरूको चित्त दुखाउनु हुने अनि हामीले चाहिँ उनको चित्त दुखाउनु नहुने हो र? दिदीले कसको चित्त दुखाइन् र? जेठानी दिदी र बसन्तेको त्यत्रो चित्त दुखाउने गरी बोल्दाखेरि के उनीहरूको चाहिँ चित्त दुख्दैन र? अब बसन्ते र भाउजूले सुनेको भए पो चित्त दुखाउनु त। यो बारेमा हामीले किन बोल्नु पर्यो? चुप्प लाएर बसौँ न। किन हल्ला गर्नु पर्यो? कहिले काहीँ भित्ताको पनि कान हुन्छ अरे भन्ने कुरा तपाईँलाई थाहा छैन? नभन्दै हेर्नुहोस् त,
हाम्रो आमाजु दिदीले जेठान दिदी र बसन्तीलाई भनेको त्यत्रो चित्त दुखाउने कुराहरू बसन्तीले सबै थाहा पाएछ। तैँले भनी सोलाएर त उसले थाहा पायो होला नि। मैले भने कि होइन, बिचराले फुपू दिदीको हातबाट टिका लाउँछु भनेर यता आएको रहेछ। त्यति बेला उसले तपाईँको दिदी भनाउदीले भनेको सबै कुराहरू सुनेर खरबाखामा आमासँग गएर धुरु धुरु रुँदै थियो अरे। हेर्नुहोस् त बिचरा, टिका लाउनु भनेर आएको मान्छे त्यत्तिकै फर्केर गएछ। कति चित्त दुख्यो होला। काहीँ नभाग्यो हो क्या तपाईँको दिदी त, त्यसरी चित्त दुखाएर त भन्नुहुन्थेन नि। बिचरा बसन्ते, टिका लाउनुलाई आएको मान्छे फर्केर गएर आमासँग धुरु धुरु रुएर खोइ कुन्नी कता गएछ अरे। ओहो, भनेपछि हाम्रो दिदीले भनेका कुराहरू बसन्तीले सुनेको पो रहेछ। अनि के त, हेर्नु शिशिरका बा, तपाईँको दिदीलाई मैले केही भने भने तपाईँको चित्त दुख्छ होला, तर तपाईँको दिदी त महाको रड्डी र लोभी रहेछ। हेर्नुहोस् न, बसन्ते र शिशिरमा के फरक थियो र? आखिर शिशिरलाई टिका लगाइदिनु हुने, बसन्तेलाई नहुने। मैले के गर्नु त राधा, अब घरमा आएको चेलीबेटीसँग केही कुरा नराम्रो बोलेर उनीहरूको चित्त दुखायो भने पाप लाग्छ भन्छन्। त्यही पाप लाग्छ कि भनेर चुप्प लाएर बस्न बाध्य परिदो रहेछ। जेसुकै होस्, धन्न गइछिन् र आनन्दै भयो। मलाई त यस्तो मान्छेको हातको टिका लाउन मन नलागेरै हो क्या, टिका सिका नलाइकन बसेको। अनि शिशिर खोइ त? खोइ कता गयो, त्यो पनि निकै रिसाएर हिँडेको थियो क्यारे। रिसाउने त भयो नि, आफ्नो ज्यानलाई जत्तिकै माया गर्छ शिशिरले दाइलाई। अब त्यही दाइको फुपू भनाउदीले त्यति धेरै चित्त दुख्ने कुरा गरिसकेपछि नरिसाएर के गरोस् त? बाटातिर कतै भेटिनस्? भेटिन, मैले त जेठान दिदीलाई घाँस काट्दै गरेको ठाउँमा भेटेको थिएँ। त्यहीँ एकछिन उनीसँग कुरा गरेर फर्किहालेँ। बिचरा उनीहरूको घरमा त यसपालि पनि न दसैँ आयो न तिहार आयो। के गर्ने, अब हामीले भनेर नमिल्ने, यदि मिल्ने भए हाम्रो घरसम्म आएको तिहारलाई पनि उता पनि जा भनेर भन्नुहुन्थ्यो नि, तर मिल्दैन। के गर्ने, अब यस्तै हो। अब अर्को सालबाट तपाईँलाई टिका लाउन मन लाग्यो भने तपाईँ उतै जानुहोस् तपाईँको दिदी भनाउदीको घरतिर। यहाँ आएर सबैको मन चित्त दुखाउनु भन्दा त उतै गए हुन्छ। पर्दैन तपाईँको दिदी भनाउदी यहाँ आउनलाई, सबैजनाको चित्त र मन दुखाउनलाई। अब त्यही गर्नु पर्ला। मानेछ भने शिशिरलाई पनि अर्को सालबाट हामी पनि उतै जाउँ भनेर भन्नु पर्यो। जान्न म टिका लाउन। अर्को साल तपाईँ जाने भए दिदीको घरमा टिका लाउन आफै जानु होला एक्लै। नरिसा न शिशिर, नरिसा। के गर्नु, तेरो फुपूको मन त्यस्तै छ, हामीले भनेर हुँदैन। तपाईँलाई के थाहा बा, हाम्रो फुपूले बसन्त दाइलाई सबै कुरा अपमान गरेर बोलेको सबै सुनेको रहेछ बसन्त दाइले। अनि यो कुरा सुनेर कति चित्त दुखाएका छन्। त्यति टाढाबाट यहाँसम्म भाइटिका लगाउन आइसकेपछि एकपटक बसन्त दाइलाई सम्झिनु पर्दैन? त्यसरी हेपेर बोल्न पाइन्छ? भयो शिशिर, अब छोड्दै यो कुरा। तपाईँले छोड भन्दैमा अर्काको दुखेको मन यत्तिकै सन्चो हुन्छ र? खोइ कहाँ गइन् फुपू? दिदी त गइसक्नु भयो। आनन्द भयो, अब त कहिले नआइदिए पनि हुन्थ्यो नि। चेलीबेटीलाई यस्तो नभन् शिशिर, पाप लाग्छ अरे। कसले भनेर पाप लाग्छ भनेर? हो, मलाई थाहा छ चेलीबेटीलाई सम्मान गर्नुपर्छ भनेर, तर चेलीबेटी पनि सम्मान गर्नको लायक हुनु पर्यो नि। काहीँ नभए कि बेकारमा यहाँसम्म आएर बसन्त दाइ र ठुली आमाको मन दुखाएर गइन्। अब त अर्को सालमा मर्री गए पनि म टिका लाउन्न। शिशिरले भनेको कुरा सही हो शिशिरका बा, तपाईँको दिदी त साँच्चीकै पैसामा बिक्ने खालकी रहेछन्। भयो, अब धेरै नकराऊ। मलाई टिका लाउन मन लाग्यो भने अर्को सालबाट म उतै दिदीकोतिरै जान्छु। दिदीलाई अर्को सालबाट बोलाउँदिनँ म यहाँ। ल बसन्तीलाई तपाईँले पनि भेटेर एकचोटि सम्झाउने कोसिस गर्नुहोस्। बिचराले यहाँ जे कुरा भएको थियो सबै कुरा सुनेर उहाँ जेठान दिदीले घाँस काटेको ठाउँमा गएर धुरु धुरु रुँदै थियो अरे। ल सम्झाउँला। बरु जान भित्र, जुठा भाँडाहरू सबै लथालिङ्ग भएका छन्, बरु माजेर आइज। मसँग धेरै किचिज गरेर के गर्नु? तपाईँले माझेको भए पनि त हुन्थ्यो नि। घरमा आइमी मान्छे हुँदा हुँदै मैले किन मान्ने? आइमी मान्छेले मात्र चुलो चौको जुठो भाँडा माझ्नुपर्छ भन्ने कुरा कहाँ लेखेको छ र? अनि दिदी भनाउँदी हिँड्ने बेलामा के भनेर हिँडिन् त तपाईँलाई? के भन्नु नि, शिशिर 81 रिसाएर हिँड्यो, अनि त पनि रिसाएर हिँडिस्। त्यसपछि उनलाई बस्नै मन लागेन अरे हाम्रो घरमा। नबसेकै ठिक भयो, दुनियाँको कुरा काटेर बसेको देख्दा मलाई त दिक्क लागेर हिँडेकी हुँ। ल धेरै नकरा, सबै भाँडा जति बाहिर लगेर माझ। ल फोक्कटको दुःख मात्रै। ए अझै आउनु भएको छैन? ल ज्ञानु,
बसन्ती आउन साथ मलाई एकपटक मिस कल गर ल। हस्। फोनमा कोसँग कुरा गरेको मधु? ज्ञानुसित। तँलाई किन गर्नु पर्यो ज्ञानुसँग कुरा? आज त्यही केटीको कारणले गर्दाखेरि तेरी आमा जेलमा छ। अपराध गरेकी थिइन् र त उनी जेलमा गइन्। नत्र भए निर्दोष थिइन् भने उनलाई आजसम्म पुलिसले छोडिसकेको हुन्थ्यो। यस्ता कुरा नगर मधु। तैँले मान्छे भएर अलिअलि इख पनि लिन सिक। इख मैले ज्ञानु र बसन्तीसँग होइन, मेरो सौतिनी आमासँग लिएकी छु, जसले मलाई बम्बईको कोठीमा पुर्याउन अनेक जालझेल गरेकी रहेछिन् भनेर बल्ल म ढुक्क छु। ठिक छ, तैँले जे सोचे पनि सोच्न पाउँछेस्। अनि ज्ञानुसँग के कुरा भयो त? कुरा त केही भएन। मैले एकपटक बसन्तीसँग कुरा गराइदेऊ मात्र भनेकी हो। तर बसन्ती घरमा रहेनछ। कहाँ गएको रहेछ त? काकाको घरमा फुपूको हातबाट भाइटिका लगाउन गएको रे। भनेपछि बसन्ती तँ बिना पनि खुसी हुन सिकिसकेको छ त? सिकिसकेको होइन बुवा, अरूको अगाडि उसले मलाई भुलिसकेको जस्तो अभिनय मात्र गरेको हो, जुन अभिनयले उसको मन भित्रभित्र पोलिरहेको छ। कसले भन्यो तँलाई उसको मनको कुरा? ज्ञानुले। ज्ञानुलाई बसन्तीको मनको कुरा कसरी थाहा हुँदो रहेछ त? बसन्तीको भित्री भाव बुझेर। बसन्तीको मनको कुरा र उसको भाव बुझ्न सकेपछि बसन्ती र ज्ञानु बीच पक्कै केही न केही चाहिँ छ। कस्तो केही न केही छ बुवा? सायद उनीहरू नजिकको सम्बन्धमा होलान्। छैनन्, यो कुरामा म ढुक्क छु। यदि ज्ञानु र बसन्ती बीच केही सम्बन्ध हुन्थ्यो भने मलाई ज्ञानुले पटक पटक फोन गरेर यो ठाउँमा फर्केर आऊ भन्दिन थियो होला। तेरो मन बुझ्न पनि त यसो भनेकी होली नि त्यो केटीले। भयो बुवा, ज्ञानुलाई खराब देख्ने भनेको मेरो सौतनी आमा जस्तै अपराधीले हो, तर मैले होइन। हो, मैले बसन्तीको मनमा कहिले नमिटिने घाउ लगाएकी छु, तर म आफैले लगाएको बसन्तीको त्यो मनको घाउलाई म आफैले निको पार्ने कोसिस गर्नेछु। तर मेरो सौतिनी आमाले जस्तो पैसाको लागि आफ्नो छोरी बेच्न सक्ने मन मेरो 1000 जुनीसम्म पनि हुने छैन। बस मेरो भन्नु यति हो। ल तेरी आमा यति अपराधी भए पनि कानुनले सजाय देला। हामीले पछाडिबाट गाली गरेर केही हुँदैन। अनि तैँले फोनमा बसन्तसँग के कुरा गर्ने सोच गरेकी छस् त? त्यस्तो सोच त केही छैन। बस मैले उलाई लगाइदिएको मनको घाउ निको गराउनु छ। मैले एकपटक यतै बोला न त। अहिले बोलाउनु हुँदैन, बोलाए पनि अलि पछि बोलाम्ला। तैँले यस्तो भन्दा भन्दै फेरि बसन्ती ज्ञानुसँग नजिक हुन्छ नि, पछि गएर त पछुताउनु पर्ला। पछुताउनु परे पनि पछुताउँछु, रुनै परे पनि रुन्छु, तर मलाई थाहा छ कसैको मन दुखाउनु भनेको ठुलो पाप हो, जुन पाप मैले गरिसकेकी छु, जसको बदलामा मैले रुनु र पछुताउनै परे पनि मलाई केही जस्तो लाग्दैन बुवा। रोए पनि त एकान्तमा गएर रोएस्, मेरो अगाडि रोएस् भने मलाई गाह्रो हुन्छ। यो कुरा सधैँ ख्याल राखेस् तैँले। ठिक छ, तपाईँ चिन्ता नगर्नुहोस्। किन चिन्ता नलिने? यति बेला तपाईँको मन बुलाउने मान्छे म बाहेक अरू को छ र? हेर्नुहोस् त, तपाईँको फुपू दिदीले पनि यतिसम्म होच्याएर बोलेकी रहेछिन्। अनि के गरौँ त? जब भाबीले नै मेरो निधारमा राम्रा कुराहरू लेख्न नसकेपछि अब आफैले निधारमा लेख्न नमिल्दो रहेछ। त्यसैमाथि आज मलाई फुपूले त्यसरी अपमान गरेर बोलेका शब्दहरूले अनि ती कुराहरूले मेरो मनमा एउटा सपना उब्जियो। कस्तो सपना? धेरै पैसा कमाउने अनि ती अपमान गरेर बोल्ने आफन्तहरूलाई त्यही पैसाले किन्ने। हो, यसरी इख लिएर सधैँ अगाडि बढ्नुहोस्, अनि तपाईँसँग टाढा भएकाहरू आफै तपाईँको शरणमा पर्न आउनेछन्। यस्तै हो भने जे पर्यो पर्यो, अब म एकपटक विदेश जान्छु। विदेश गएर सुख हुन्छ र? सुख भएर त होला नि, विदेशबाट फर्किनेहरू सुकिला अनि मोटा भएर फर्किन्छन् के रे। त्यसैले म पनि अब जान्छु। अब म त्यहाँ गएर पैसा कमाइसकेपछि सबैको नजरमा पनि राम्रो हुन सकिन्छ। बसन्ते, विदेश गएका सबै मान्छेहरूले कहाँ सुख पाएका छन् र? 45 डिग्रीको घाममा पसिना बगाउनु पर्छ। त्यसै गरी विदेशमा जत्तिकै पसिना बगाएर आफ्नै घरमा काम गर्यो भने विदेशमा भन्दा दोब्बर पैसा आफ्नै घरमा कमाइन्छ। अनि विदेश गएकाहरू फर्किँदा सुकिलो भएर फर्किन्छन् भन्नुभयो नि, त्यो किन थाहा छ? नै थाहा छैन। बिचराहरू घर आउनुभन्दा 8-10 दिन अगाडि बिदा लिएर एसी भएको कोठामा आराम गरेर बस्छन्। त्यही एसीको प्रभावले गर्दा मान्छेको छाला पनि
सेतो र सुकिलो गराउँछ। अनि विदेशबाट आउने हरेक मान्छेहरूलाई तपाईँले जस्तै सोचेका हुन्छन् कि विदेशमा त सुख छ, रमाइलो छ अनि आनन्द छ भनेर। त्यसैले सोचे जस्तो कहाँ हुन्छ र विदेश? त्यसैमाथि तपाईँको हातमा त न सिप छ न पढाइ नै छ। अब सोच्नुहोस् त, विदेश गएर के गर्नुहुन्छ? प्राय विदेशी भूमिमा अल्पत्र परेकाहरू तिनै हुन् जसको हातमा सिप छैन अनि राम्रो पढाइ छैन। त्यसैले 1000 पटक सोचेर मात्र निदो गर्नुपर्छ तपाईँ जस्तै विदेश जान्छु भनेर सोच्नेहरूले। अब यहाँ बसेर पो के गर्न सकिन्छ र? सबै गर्न सकिन्छ। बारीमा अदुवा लाउनुहोस्, तरकारी लाउनुहोस् अनि कुखुरा पालन गर्नुहोस्। विदेशमा जत्तिकै पसिना यहाँ पनि बगाउन सक्यो भने विदेशमा भन्दा दोब्बर पैसा कमाउन सकिन्छ। हुन त हो के रे, तर खै के गर्ने? अनि आमा खै त? आमाले भर्खरै घाँसको बारी ल्याएर गोठतिर हुनुहुन्छ होला। आउनुहोस्, खाना खानुहोस्। बिहानदेखि केही खानु भएको छैन, कति भोक लाग्यो होला। मधुको फोन त आएको छैन नि? आएको थियो। पहिला खाना खानुहोस् अनि मधुसँग कुरा गर्नु होला। हस्, ल जाऊ, छिट्टो पस्क्यौ अनि मधुसित कुरा गर्छु। ल आउनुहोस्। सहरिया